नमस्कार। संविधान शीर्षकमा इन्द्रवज्र छन्दमा कविता वाचन गर्दैछु। कविता यसरी सुरु हुन्छ। आतंकको युद्ध लडेर आयो, आतंकको युद्ध लडेर आयो, मान्छे हजारौं नि मरेर आयो, मान्छे हजारौं नि मरेर आयो। कोही हराए मनुआ इमान, कोही हराए मनुआ इमान, बेकार भयो नव संविधान, बेकार भयो नव संविधान। भोकाहरूको न त भोक टार्यो, भोकाहरूको न त भोक टार्यो, रोगीहरूको न त रोग टार्यो, भोकाहरूको न त भोक टार्यो, रोगीहरूको न त रोग टार्यो। तडपाउँदै मानिस व्यर्थ मार्यो, तडपाउँदै मानिस व्यर्थ मार्यो, नेता हुने नीति सबै निखार्यो, नेता हुने नीति सबै निखार्यो। त्यो चैत बेला सरिता सुके झैँ, त्यो चैत बेला सरिता सुके झैँ, खै अख्तियारी यसको लुके झैँ। यो हो धनीको धनको विधान, यो हो धनीको धनको विधान, के काम लाग्यो भन संविधान। यो हो धनीको धनको विधान, के काम लाग्यो भन संविधान। गुण्डाहरूको उपकार गर्न, गुण्डाहरूको उपकार गर्न, त्यो आर्तलाई भ्रम मात्र छर्न। नेपाल बेचिकन लुट्न खान, नेपाल बेचिकन लुट्न खान, के काम लाग्यो नव संविधान, के काम लाग्यो नव संविधान। सारा युवा छन् परदेश आज, सारा युवा छन् परदेश आज, खै रोजगारी अनि कामकाज, खै रोजगारी अनि कामकाज। पत्नीहरू छन् परदेशगामी, पत्नीहरू छन् परदेशगामी, यो संविधानै किन मान्नु हामी, यो संविधानै किन मान्नु हामी। हात्ती र गैंडा अनि बाघ भालु, हात्ती र गैंडा अनि बाघ भालु, पाल्यो निकै देश अहोसी पालु, पाल्यो निकै देश अहोसी पालु। छन् रोग औ भोक खपेर मान, छन् रोग औ भोक खपेर मान, के काम लाग्यो नव संविधान। छन् रोग औ भोक खपेर मान, के काम लाग्यो नव संविधान। रोगीहरूको उपचार हुन्न, रोगीहरूको उपचार हुन्न, आए धनी सेवक बन्छ दुन्न, आए धनी सेवक बन्छ दुन्न। गर्ला र कसले गरिबी निदान, गर्ला र कसले गरिबी निदान, के काम लाग्यो नव संविधान। गर्ला र कसले गरिबी निदान, के काम लाग्यो नव संविधान। मान्छे जली मर्दछ देशभित्र, मान्छे जली मर्दछ देशभित्र, नेताहरूको बुझियो चरित्र, नेताहरूको बुझियो चरित्र। छन् भागभण्डा किन दारु खान, छन् भागभण्डा किन दारु खान, के काम लाग्यो नव संविधान, के काम लाग्यो नव संविधान।